जीवनभरि सुबास छर्ने फुल बनोस् बडा दशैं। जीवनभरि सुबास छर्ने फुल बनोस् बडा दशैं। हर्ष उमङ्ग र मूल बनोस् बडा दशैं। निधारका टीका खसे पनि भाग्य नखसोस्। निधारको टीका खसे पनि भाग्य नखसोस्। मनले मन जोडिदिने फुल बनोस् बडा दशैं। जीवनभरि सुबास छर्ने फुल बनोस् बडा दशैं। विजया दशमीको यस पावन अवसरमा सबैको मनमा माया सद्भाव र उमङ्गले भरियोस्। जीवनमा सुख शान्ति र समृद्धिले छाओस्। हार्दिक शुभकामना। राम राम, जय गोर्खा। आदरणीय अधिकारीगण, सम्माननीय पाहुनाजन, सरदार साहिबान, एनसिओस र प्रिय दाजुभाइहरू, आजको यस विजय दशमी विशेष कार्यक्रममा विजय दशमीको टीका जमरा जस्तै एकसाथ चम्काबेट हुन पाउँदा हामी हृदयदेखि खुसी छौँ। नमस्कार, म नवराज राई पटाने र मनिता राई। तपाईहरू सम्पूर्णमा एकमुष्ट सेवारो स्यामुना टक्राउँदै आजको यस असत्यमाथि सत्यको विजयको प्रतीकमा मनाइने यस विजय दशमी विशेष कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। दशैंको टीका जमरा जस्तै बलियो होस् हाम्रो सम्बन्ध। दशैंको टीका जमरा जस्तै बलियो होस् हाम्रो सम्बन्ध। दियो बत्तीको उज्यालो जस्तै छाओस् मनमा हर्ष र उमङ्ग। यस सांस्कृतिक र साङ्गीतिक साँझमा तपाईहरूको अमूल्य गरिमामय उपस्थितिलाई हार्दिक अभिनन्दन गर्दै आजको यस कार्यक्रमलाई शुभारम्भ गर्न लागिरहेका छौँ। उहाँको यस प्रेरणादायी शुभकामना साथै हाम्रो बोगरा पल्टनले विगतमा गरेको हरेक पाइलालाई केलाएर हामीलाई विगत सम्झेर अगाडिको दिनको भविष्य कोर्ने सुनौलो बाटोको बारेमा बताइदिनु भएकोमा आजको यस विजय दशमी विशेष कार्यक्रम अझ महिमामय भएको छ। त्यसमाथि हाम्रो यस विजय दशमी विशेष कार्यक्रममा हाम्रो बोगरा पल्टनको प्रेरणाको स्रोत हाम्रो कर्नल योगेश तामाङ ज्यूले जो चिज हामीलाई दिएर हाम्रो हौसला बोगरा पल्टनको हौसला बुलन्द गर्नुभएको छ। आशा छ हाम्रो बोगरा जवानहरू सबैले यो साँपको हौसला र प्रेरणालाई सधैँ सिरोपर गरेर आगामी दिनमा हाम्रो बोगरा पल्टनको शिरलाई अझ उच्च बनाएर राख्नेछौँ। हो कि होइन? एक बार सबैले जोडीले जोरदार ताली बजाइदिनु होला। धन्यवाद यहाँहरूको अमूल्य तालीको लागि पनि। बहादुरी, इमानदारी र युद्ध कलाले सुसज्जित हाम्रो बोगरा वीरहरू केवल ग्लेसियरको चिसो, राजस्थानको गर्मी, मणिपुर जस्तो सियाई र जम्मू कश्मीर जस्तो एलओसीमा केवल वफादारीको साथ आफ्नो कर्तव्य निर्वाह गर्नमा मात्र होइन, सङ्गीत कलामा पनि त्यत्तिकै माहिर छौ भन्ने प्रत्यक्ष प्रमाण हो हाम्रो बोगरा ब्यान्ड टोली। भिरमा फुल्ने सुनखरी होस् या हिलोमा फुल्ने कमल, भिरमा फुल्ने सुनखरी होस् या हिलोमा फुल्ने कमल, आखिर फुल त फुलै हो। नेपाली भाषा र संस्कृतिलाई माया गर्नुहुने, नेपाल मात्र नभएर देश विदेशमा रहेर हरेक कुना कन्दारामा रहनुभएका सम्पूर्ण हाम्रा गहना हुन्। यस्तै आजको यस विजय दशमी विशेष कार्यक्रममा नेपाली भाषा र संस्कृतिलाई माया गरेर देहरादूनबाट आउनुभएको दिव्य सांस्कृतिक कला केन्द्रको सम्पूर्ण टिमलाई स्वागत गर्न पाउँदा हामी सम्पूर्ण बोगरा परिवार हर्षित छौँ, गौरवान्वित छौँ।